घाटैमा चाउलोको भात मलाई कति मिठो फर्सीको घाटैमा फर्सीको घाटैमा मेरो लैलै फर्सीको घाटैमा मकै र पिण्डे घुमाउने जातो धान कुट्ने ओखाली धान कुट्ने ओखालीमा मेरो लै धान कुट्ने ओखाली मुर्खेको टाढो गाई चर्ने सिमसार कराउँथेको कराउँथेको गालीमा मेरो लै कराउँथेको गाली टिकी चिउरा र चामल कोदो त घाटैमा कोदो त घाटैमा मेरो लै कोदो त घाटैमा तपाईँ चाहिँ किन तर्सिनु भएको नि म त्यसो तर्सिने त्यहाँ छु र हेर्नु यसको त कत्रो जुत्ता जस्तो मलाई एउटा सेल्फी लिऊँ न है जुत्तो बनाऊ न होइन कि अलिक बनाऊ न हातले यस्तो बनाऊ त अलिक छिटो बनाऊ न यस्तो के यस्तो यस्तो वाउ क्या दामी आएछ ए साँच्ची बहिनी हो यो बाटो कहाँसम्म जान्छ नि नजिस्किन त भने दिदी हो साह्रै जिस्किन्छ दिउँसो त यो बाटो यहीँ हुन्छ राति त खै कहाँ जान्छ ए यो बहिनीहरू पनि साह्रै जिस्किने रहेछ हो नि बहिनी ए साँच्ची अनि ऊ त डाँडा घरि गाइलाको बतासे कानी छोरी होइन र ए सानो पनि यस्तै थियो अहिले पनि यस्तै रहेछ अनि थाहा पनि कसरी नपाउनु त मलाई चिनेनौ तिमीहरूले म त्यही डाँडा घरे पनि गाइलाको चेट्टी छोरी पक्षी के त पक्षी रे के खिच्नु भएको अरे अहिले के अरे सेल्फी सेल्फी
खिचो भएन है तेरो कति धेरै खिच्यो कति राम्रो कति धेरै खिचे ए जो तपाईँ नजिस है यो त महँगो फोन हो नि 2,40,000 25 पैसाको घटाइरहनु बहिनी घटाइरहनु कहाँ घटाउनु ल्याउँथ्यौ बहिनी ल्याउँथ्यौ तिमी त 10,000मा ल्याउँथ्यौ तिमीलाई पनि यस्तो महँगो फोन राम्रो लाउन खान मन पर्दैन बिचारा मेरो बहिनीहरूको जिन्दगी पनि यही घाँस साउरो गरेर बित्ने भयो जाने बहिनी है तिमीहरू नि म त भोलि जान लाग्यो सहर के को छोरा मान्छे मात्रै जानु बहिनी छोरा छोरी गाउँका सबै मान्छे सहर गइसके तिमीहरू पनि जानु भएन है म छुइनँ तिमीहरूको दिदी पक्ची खान लाउनको केही चिन्ता नलिऊ सब म व्यवस्था गरिदिन्छु कि तिमीले यहाँ गाउँमा काम गर्यो अनुसार त सहरमा गएर गयो भने टनाटन पैसा हुन्छ खान लाउन राम्रो सब व्यवस्था म मिलाइदिन्छु 1 महिनामा त तिमीहरू त म भन्दा पनि जलल पल्छौ जाने भएन है तिमीहरू पनि जाने भएन है तिमीहरू पनि भोलि त जान लाग्यो सहर राम्रो पैसा कमाउन राम्रो खान छ भने नै जानु भएन है तिमीहरू पनि म त भोलि नै जान लाग्यो जानु भएन है तिमीहरू पनि आऊ है अमर चोकमा 4 बजी जानु भए विचार गर फेरि आउँदिन नि म विचार गर है दिदीले भनेको कुरा ठाडो बोली जसरी पनि हामीलाई पैसा कमाउनै पर्ने छ बता चाहिँ त जाने कि नजाने म त जान्न बा आमासँग गाउँमै बस्छु के गर्ने हामी त यस्तो म साँझ गरौ चिउरा र चामल कोदो त घाटैमा मेरो लै कोदो त घाटैमा उसै गरिदिउँ न हामी त हेलो भएछु है कोही अरू 2 जना चाहिँ आएनन् बतासित हिजो जान्न भन्दै थिए अघि त कहाँ गई ल चार्ज भाडा ढिलो बाटोमा गफ गरौँ है ए साथी हो म पनि आउँदैछु मलाई चाहिँ सहर गएर धन कमाउनु मन छैन र चाँडो त बाटोमा गफ गरौँ है हिँड होइन आम्मामा कत्रो ठुलो घर कति चिप्लो बाटो हो यहाँ त यहाँ बस न सबैजना म तिमीलाई सबै सम्झाउँछु है खाएगा सबै सिकाउँछु नि यहाँ बस पहिला खाएगा भनेको चाहिँ तिमीहरूले खान्छौ भनेको 1 महिना बस्यो भने यस्ता भाषाहरू सबै सिक्छौ तिमीहरूले म काम गर्ने ठाउँ उतै ठुलो बिल्डिङ होइन त उतै ठुलो देख्यौ उतै
म त्यहीँ गएर आउँछु तिमीहरूको लागि साउला काम भनेर यहीँ बस्ने गर ल कतै नजाऊ है म आइहाल्छु तिमीहरूसँगै के त सामान लिएको दिइराख त मलाई नौलो सहरमा सुरक्षित हुँदैन क्या म भए सुरक्षित राखिदिन्छु नि दिइहाल्छु तिमीहरूलाई सबै दिएर राख है तिम्रो त नाकको फुली पनि दिउ न बेचेर खानु त हुन्छ नि त्यस्तो लाग्छ ए होइन 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 राखिदिनु राखिदिनु कतै नजाऊ है म आइहाल्छु यहीँ बस्नु गर है आइहाल्छु म कतै नजाऊ है कतै नजाऊ है म आइहाल्छु कतै नजाऊ है म आइहाल्छु ती ठुलो घर त भन्नुभयो सबै ठुलै ठुलो घर छ कुनो कुनो कुन सरले दिदी मलाई कति धेरै गाह्रो भइरहेको केही खानेकुरा बचेको छ कि थोरै मकै बचेको छ मिलेर खाम न त ले कान्छी खानु पाइएन दिदी नेपाली बुझ्दिनँ होला हौ हिन्दीबाट पढाउनु न अन्त त्यही हो त अन्त कराउनु न कराउनु दिदी हाम्रो मकै लगाएर कहाँ भागी त्यही भएको एउटा मकै थियो के खाने नि अब कहाँनिर चाहिँ लग्यो होला दिदी हाम्रो झोला ए चुर दिदी हाम्रो झोला दिनु दिदी हाम्रो झोला कस्तो दिदी पर गएको भनेर यो पोक्ची दिदी जानुभएको थियो यत्रो टाइम भइसक्यो अझैसम्म आइपुग्नु भएको छैन कहाँ जानुभएछ होइन हो मिजु यो कुल्लीको काम साह्रै गाह्रो हो सुरुमा भारी बोक्न लगाउँछन् पछि पैसा दिने बेलामा कचकच कचकच गर्छन् हो त नि हो मिजु पानायो पा भन्नु पानायो पानायो बनायो बना गाउँमा बसिरहेको भए यस्तो देख्न सुन्न कहाँबाट पाइन्थ्यो र मिजु त्यही छोटो कछाड कस्यो पेटो ठुटो भोटो लगायो त्यही भैँसीको के कसो मिज्यू हो त नि मिज्यू खुबै सोख गर्यो भने झुत्रो गुन्द्री पिँढीमा बसेर पिचिक पिचिक सुतीको थुक आँगनमा थुक्नु त्यति न हो भो म त सम्झन्न हो त्यो गाउँघर पनि के सम्झनु र त्यही दुःखै सम्झे त हो त नि मिज्यू मेरो त झन् आमा छैनन् बुवा छैनन्
तपाईँ आमा बुवा भएकोलाई त यस्तो छ भने मलाई कस्तो होला? हे के सम्झनु? आमा सबेरै उठ्दै हुन्, जातमा कोदो पिन्दा हुन्, बाबा रातमा मेलाबाट घर फर्कदा हुन्, अघिल्लोको डिलैमा बसेर काँचो पात भुटेर सोतेमा तम्बाकु तान्दा हुन्। त्यही नै त हो, त्यही गाउँ, त्यही ठाउँ, त्यही गाउँले त्यही पाखा पखेर। ह्या मिज्यू के सम्झनु? सम्झनु भन्दा त बिर्सेकै जाति हो। हो त नि मिज्यू, जहाँ गयो नि काम नगरी खान पाइने होइन, त्यसैमा बस्नु जाति नि। एउटा गर्मी भने चर्को यहाँको तालु नै पोल्दो रहेछ। बिहानी नै यस्तो दिन छिपेपछि त के चाहियो र? भो मिज्यू कुरा नगर्नुहोस्, उहाँ पनि त्यस्तै हो। वैशाख जेठको महिनामा फाटमा काम गर्दा कस्तो पर्थ्यो बिर्सनु भो? झन् भारी बोकेर उकालो ओह्रालो गर्दा त काँचो मेवा कर्याम कर्याम खाँदाखेरि पनि आँच सुकेकै गर्ने। हो त नि, गर्मी भयो नि घामेमा मात्रै त हो। हावा चिसो, पानी चिसो। यहाँको त घाम पनि तातो, हावा पनि तातै, पानी पनि तातै। नहीं खाएगा। तीन तात मिलेपछि त के चाहियो र? उखुमै पार्दो रहेछ मिज्यू। हो त नि मिज्यू, तपाईँ त फेरि पनि नेपाल नै पो सम्झनु लाग्नुभयो त। के छ र माया लाग्नु? मिज्यू साँचो कुरा भन्नुपर्दा म त मरे पनि देशैमा मर्न पाऊँ, पछि मेरो अंश पनि त्यो पाखा पखेरामा नजाओस् हो मिज्यू। हम नहीं खाएगा। एक पान लगाओ ना, वही गांधी वाला पान लगाओ। मिज्यू गांधीले पनि पान खान्थ्यो र? किन नखानु र मिज्यू? खाइके पान बनारस वाला खुली जाए पंख या कलकत्ता। ए भैया तुम्हारा नाच गान ज्यादा हो रहा है, जल्दी लगाओ ना पान। फिर तो ऐसा करे समझेगा ना? हम नेपाली गोरखाली लोग हैं, तुम्हारा पैसा खा के भाग जाएगा क्या? किनारे वाला नहीं खाएगा, भागो। मिज्यू साँचो कुरा गरौँ भने यो देशको सबै कुरा मिठो लाग्यो, तर पान र पानी चाहिँ खत्तम। जसको मुखमा हेर्छु पानकै बुझो। अस्ति कस्तो नहुन्छ भनेर खाएको थिएँ, मेरो जिब्रो त झमझम झमझम भयो नि हो मिज्यू। जिब्रै पाछेर यहाँको पानी पनि साह्रै नमिठो, पानी अमलाको झोल पिए जस्तै, स्वादै छैन। हाम्रो गाउँको मूल रसाएर आएको कुवाको पानी, ढुङ्गे धाराको पानी, आहा कस्तो बिर्सुनी भयो कि क्या हो मिज्यू? मिज्यू तपाईँ त फेरि पनि नेपाल नै पो सम्झनु लाग्नुभयो त, कस्तो माया नगएको। नेपाल चाहिँ होइन, बरु बतासेलाई बरोबर सम्झन्छु हो मिज्यू। कुन हो मिज्यू बतासे भनेको चाहिँ? हाम्रै गाउँकी एउटी उमेरमा त मभन्दा जेठी छे, तर यसो हेर्दाखेरि मभन्दा कान्छी देखिन्छे। पदेरामा बसेर एकअर्काको आँखा हेराहेर गर्थ्यौँ, घरिघरि गीत पनि सुनाउँथे। कस्तो गीत सुनाउनु थियो त मिज्यू? सुन्नुहुन्छ त? सुनाउनु न त, सुनाउनु एकचोटि। मुरली बज्यो बनैमा बनैमा माया नमार, हाय बनैमा माया नमार। कसको यो सम्झना मेरो, कसको यो सम्झना मेरो मनैमा मनैमा माया नमार, हाय मनैमा माया नमार। यही गीत सुनाउँथ्यो हो मिज्यू। भनेपछि त मिज्यूलाई बतासेको मायाले घरै पो फर्काउँछ कि क्या हो?
होइन के हेर्नु भएको ऊ पर हेर्नुहोस् त मिज्यू होइन के छ र होइन देख्नु भएन मिज्यू होइन के मजाले हेर्नुहोस् न ऊ पर हेर्नुहोस् त हाम्रै नेपाली चेली जस्तो देख्छु पहाडी रहनसहनमा सजिएको माथि चोलो मुनि साडी लगाएको जस्तो देख्छु कतै माइती खोज्दै त आएको होइन पर मजाले हेर्नुहोस् त मिज्यू ए हो त नि ए चिने चिने जसो पो लाग्यो मिज्यू कान्छी कान्छी जस्तै पनि छ त कान्छी त होइन कान्छी त होइन होला मिज्यू मिज्यू कान्छी नै हो बस्नु है त म कान्छी लिएर आइहाल्छु के हो मिज्यू तपाईँलाई आफ्नो ज्यानको माया लाग्दैन मिज्यू आफ्नो गाउँको चेली देखेर होला मनै रमाएर आयो रेलै देखिन हौ बस्दै गर्नुहोस् न म कान्छी लिएर आइहाल्छु कान्छी कहाँबाट आइस् दुब्लाएछिस् त जमान दाई म त भोकले भुतुक्क भएको छु 2 दिन भयो केही खाना नपाएको उभिन पनि सक्दिनँ बिचारी कान्छी पकै त म बदाम लिएर आइहाल्छु आइज कान्छी यता बस जाऊ लाललाई हामी आफ्नै गाउँ जाउँ यस्तो ठाउँमा गर्मी खाएर के बस्नु जाने त्यही गाउँ फेरि एक छाक मकै एक छाक भोगे हुनलाई दुवै छाक भोकै भएर भोकै मरे पनि आफ्नै देशमा मर्नु जान्थे मलाई त गाउँघरको सम्झना झल झल लागेको छ सम्झँदा पनि रौ रौ लाग्छ जाऊ लाललाई हामी आफ्नै गाउँ जाउँ ध्यात तेरी कान्छी त पनि कस्तो कुरा गर्छस् हौ अब आइसकिस् नोकरी चाकरी खोजौला यतै गरौला न खै एकचोटि उठ तेरो उचाइले तँलाई हेर कान्छी दरबारमा काम पाउन त गाह्रै छ तँलाई म मोटर धुने काम लगाइदिन्छु मोटर धुने काम पनि तँलाई गाह्रो लाग्छ भने म होटेलमा काम लगाइदिन्छु कान्छी तँलाई होटेल रे यी सारा जुठा भाँडा माझेर बस्ने मैले आफ्नो इज्जत फालेर पैसा कमाउनु छैन मलाई तँलाई कसले देख्छ त हो त्यहाँनिर कान्छी केही वर्ष अघिसम्म हामीले पनि त्यही काम त गरेको भर्खर न हो कुल्ली काम गर्न थालेको किन नखाएको कान्छी खान मैले मात्र खाएर भएन मसँग गाउँबाट 2टा दिदी पनि आउनुभएको छ बतासे र साइली को अरे बतासे र साइली किन छोडेर आयो कि हिँड्छौ लिनु तपाईँहरू बस्दै गर्नुहोस् म लिएर आउँछु होइन म पनि जान्छु होइन तपाईँहरू बस्दै गर्नुहोस् म लिएर आउँछु मिज्यू स्वागत छ नि के हो मिज्यू बतासेको नाम सुनेपछि त मिज्यू किन हो उसको नाम सुन्दा त मनमा कति पो लाग्यो मिज्यू पर हेर न कति अग्लो देखेको हो टाढैबाट छोरी मान्छे भएर हो क्या हुनु त म जत्री छे ए मिज्यू हेर न कति राम्री हो के चुप आइ आऊ बस न होइन कहाँबाट आए के गरेर आए कसले ल्याइदियो त्यही मोरी पापी पोक्चीले त हो नि गाउँका सबैजना देश छोडेर गइसके हिँड जाऊ हामी पनि कति गाउँमा दुःख गरेर बस्ने भनेर फकाई बकाई हामीले पनि होला नि त विदेश गए सुनकी मान्छे पो होला कि भन्ठान र गाउँ छोडेर आयो त्यही भने बाटोभरि पनि हाम्रै पैसाले के किनेर घिची उहाँ गाउँदेखि यहाँ सहर लिएर त कहाँ भागे 2 दिन भयो हामी अलपत्र परेर बसेको त्यो पोक्चीलाई भेटौँ न मात्र यसको एक कपाल गर्ने नरिछु भन्ने नि मेरो नाम पनि कान्छी भएको एउटा फुली पनि लगेर गइहाली किन बस्ने यस्तो ठाउँमा अगायो म त यहाँ के पनि गनाउन थाल्यो खाना थाल्यो तेल गनाउने पिउन थाल्यो पानी गनाउने रेल गनाउने यो त ठाउँ पो गनाउने परेछ त्यही भने आफ्नो गाउँमा त भकारेको छेउमा गुन्द्री हालेर सुत्दा नि गनाउँदैन थियो मल केही भारी बोक्दा नि गनाउँदैन थियो यहाँ त हावा पनि गनाउने पानी पनि गनाउने को बस्छ हौ यस्तो ठाउँमा त हामी त बस्दैनौँ त्यही त बरु भोकै परे पनि आफ्नै गाउँमा
कुवाको चिसो पानी पिएर बरको चौतारीमा शीतल हावा खाएर सुतौला नि जमान सिंह दाइ। हेर तिमी पनि जाऊ आफ्नै गाउँ आफ्नै देश। जाने रे, जाने भयो किन आएको हो र? अब आइसक्यो, केही वर्ष नोकरी चाकरी गरौँला, धन कमाउला, अनि जाने भयो भने त्यतिखेर कुरा गरौँला न। जाऊ दिदी जाऊ, हामी आफ्नै गाउँ जाऊ। म त यहाँदेखि निसासेको छु। त्यही भन्या, एक छाक खानुको निम्ति पनि नोकरी गर्नुपर्ने, नोकरी गर्नु परे पनि आफ्नै घरमा गएर गरौँला, आफ्नै दाजुभाइको घरमा गएर गरौँला। जति पसिना बगाउनु परे पनि आफ्नै ठाउँमा गएर बगाउला। यहाँ त नबस्ने हामी। जाऊ हिँड जमान दाइ, मर्नु परे पनि आफ्नै गाउँमा मरौला, आफ्नै भूमिमा लम्पसार परौला, आफ्नै खोलाको बगरहरूमा आफ्नै वनका काठहरूले जलाउला। जमान दाइ हिँड जाऊ, गइहालौ, नबसौ यहाँ। मिज्यू 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 जाउँ। म त जान्न मिज्यू। हाँस्दै हाँस्दै नाच्दै नाच्दै पहाडको फुल गाँच्दै गाँच्दै आफ्नै गाउँ आफ्नै ठाउँ जाउँ मिज्यू। म त जान्न मिज्यू। चुम्बकले फलामलाई तान्न सक्छ मिज्यू, तर सुनलाई तान्न सक्दैन। जाने जति जानुहोस्, बस्ने जति बस्नुहोस्, म त जान्न। मिज्यू चित्तको दुखाउनुहुन्छ कि? होइन, आफ्नै गाउँ जानु पनि किन चित्त दुखाउने हो र? उठ कान्छी, उठ साइली। जमान दाइ हिँड जाऊ, नबसौ है यहाँ त, आफ्नै गाउँ जाऊ बरु भन्दा। मिज्यू आयो भने फेरि भेटौँला नि। अब 2-4 दिनमा त मिज्यू पनि घर पुगिहाल्नु। स्वामीको शीतल बतास, ढुङ्गे धाराको चिसो पानी, रोपाइको रमाइलो, गाउँघरको रोदी मादलले मलाई बिर्सिहाल्नु। म मात्र यो बिरानो सहरमा एक्लै रहने भए, बाटो नपाएको गोर जस्तै भौतारी रहने भए, पसिना काडी काडी अरूको भारी बोकिरहने भए, यो बिरानो देशमा म मात्रै एक्लै रहने भए। मिज्यू, ए मिज्यू, मिज्यू, हजुर मिज्यू, म पनि आउँदैछु है, पर्खनुहोस् है मिज्यू, छिटो आउनुहोस् है, पर्खिरहेको छु नै।
अब त आयो तर यो मनमा कहिले खुसी नै आएन। सन्तान बिनाको चाडपर्व पनि के चाडपर्व? आमा, बाबा, छोरी तिमी आयौ? विदेशमा सिकेको सिप स्वदेशमै लगानी गरौँ। हामी त घर फर्क्यौँ, तपाईँहरू कहिले फर्किने? बस्तीहरूले बिसाउँदैछ, तपाईँहरू बिना देउसी र भैलोका भाकाहरू हराउँदैछ बिस्तारै। टप्पा, मारुनी, देउडा र उट्केलीहरू हाम्रै आँगनबाट मखमली उनेर बसेका दिदीबहिनीहरू छन्। चैतेलो भिटौलो सम्झेर बसेका दाजुभाइहरू छन्। तपाईँहरूकै यादमा सेताम्मे कपाल फुलेर बसेका बा आमाहरू छन्। गाउँदैछन् आफ्नो सन्तान फर्किने गीत। साँच्चै हामी त फर्क्यौँ, तपाईँहरू कहिले फर्किने? सिकाउनुहोस् न आफ्नो बाबुहरूलाई आफ्नै पखेराको गीत। नाच्न सिकाउनुहोस् न आफ्नो नानीहरूलाई आफ्नै संस्कृतिको टप्पा, मारुनी, उट्केलीहरू। हामी त फर्क्यौँ, तपाईँहरू कहिले फर्किने? ओहो, जीर्ण भएको मन्दिरहरूमा गजुर हाल्नु छ, गुम्बाहरूमा माना हाल्नु छ, मस्जिदहरूमा रङ लाउनु छ, गिर्जाघरको पाठ पूजाहरू थप्नु छ। स्वदेशमा गर्नुपर्ने काम धेरै छ। गर्नुहोस् न, देश छाडेर गएको परदेशीहरू आफ्नै देशमा छरौला सद्भावको भाव, आफ्नै देशमा फुलौला समृद्धिको फुल, आफ्नै देशमा बसेर गाउँला माटोको गीत। बा आमा भनेको भगवान हो, संस्कृति भनेको पहिचान हो र हाम्रो यही देशमा बसेर गर्ने हाम्रो सोच लिनु एकदमै राम्रो। साँच्चै हामी त फर्क्यौँ, तपाईँहरू कहिले फर्किने? फर्कनुहोस् न देश छाडेर गएको परदेशीहरू।